जानिबा सर तपाईलाई भेट्न ताराबाट मान्छे आउनुभएको छ। ओके भित्र पठाइदियो। सर हाम्री छोरीको केस कहाँसम्म पुग्यो? अपराधी पत्ता लाग्यो, एक व्यक्ति पक्राउ परेको छ अरे भन्ने सुनेर आएको। अपरेसन धमाधम अगाडि बढिरहेछ। मैले पनि त्यसैको सिलसिलामा बाहिरदेखि आएको। अहिलेसम्म कोही पक्राउ परिसकेको छैन, तर हामी अपराधीलाई चाँडै सार्वजनिक गर्नेछौँ। सर मलाई आशा तपाईँप्रति मात्र छ। मलाई थाहा छ कि मैले जति नै कोसिस गरे पनि मेरी छोरी फर्केर त आउँदिन, तर म यो चाहन्छु कि समाजमा मेरी छोरीको जस्तो मृत्यु कसैको पनि नहोस्। तपाईँ अहिले जानुहोस्, अपराधी पक्राउ पर्ने बित्तिकै हामी तपाईँलाई खबर गर्नेछौँ। सर मेरी छोरी हरेक रात सपनामा आउँछ र मसँग रुँदै भन्छ, अपराधीलाई जसरी पनि कारवाही गर्नु होला, ऊ तपाईँहरूकै वरिपरि छ। उसले ओके तपाईँले जानुहोस्, अपराधीलाई हामी अवश्य कारवाही गर्नेछौँ। हल्दार साहब उहाँलाई लिएर जानुहोस्। जय नेपाल। इन्सपेक्टर खड्का, सविता केस के हुँदैछ? इन्भेस्टिगेसन कहाँसम्म पुग्यो? हामी दुईटा त्यही केसलाई छानबिन गर्दैछौँ साहब। कुनै सफलता हात लाग्यो त? हामी अपराधीको नजिक छौँ सर। अपराधीलाई हामी चाँडै नै सार्वजनिक गर्नेछौँ। काम छिटोभन्दा छिटो हुनु पर्यो। यहाँ हेडक्वार्टरबाट धेरै प्रेसर आइरहेको छ। अनुसन्धान गर्न गाह्रो भएको भए भन्नुहोस्, म यो केसको जिम्मा अरू कसैलाई नै दिन्छु। ओके सर, म अपराधीलाई चाँडै नै सार्वजनिक गर्ने कोसिस गर्नेछु। कोसिस छैन मिस्टर खड्का, 2 दिनभित्र अपराधी सार्वजनिक गर्नुहोस्। म योभन्दा बढी समय तपाईँलाई दिन सक्दिनँ। म प्रत्येक दिन माथिको प्रेसर सहन सक्दिनँ। ओके सर, ओके। तपाईँले अलरेडी केसको लागि 1 महिना समय लिइसक्नु भएको छ। 2 दिनभित्र अपराधी सार्वजनिक गर्नुहोस्, नत्र सविता केस इन्भेस्टिगेसनको जिम्मा अरू कसैले लिन्छ। जय नेपाल सर, सविताको केस के भइरहेको छ? हत्यारा पत्ता लाग्यो? मैले इन्सपेक्टर खड्कालाई खोजेको। हो मै बोल्दैछु, भन्नुहोस्। म तारा गाउँको सिडिओ बोलेको। अपराधी अहिलेसम्म किन सार्वजनिक भएन? निकै तनावमा देख्छु नि इन्सपेक्टर खड्का। म युवा राजनीति गरौँ, त्यो मेरो राजनीतिक क्षेत्र हो। त्यहाँ घटना घटेको एक महिना भइसक्यो, अझैसम्म पनि अपराधी समातिएको छैन। यदि अपराधीको खोजी गर्न सक्नुहुन्न भने राजीनामा दिनुहोस्। हाम्रो पार्टीले 3 दिनमा अपराधी सार्वजनिक गर्छ। तपाईँले जानुहोस्, हामी पहिलेदेखि धेरै तनावमा छौँ।
हेलो जयनेपाल सर म यो केसको लागि सिआइबीको मद्दत दिन चाहन्छु सर। मिस्टर बलदेव राकेशको उपस्थित देख्दिन नि म आउँदैन सर। अहिले गरेका प्रत्येक निर्णयहरू राकेशलाई सुनाउनुहोस् र यो केसको हरेक डिटेल्सहरू पनि यु जस्ट सेयर हिम है त। हेलो जय नेपाल सर, हाम्रो लागि गुड न्युज छ। हाम्रो सङ्ख्यामा रहेका चारैजनाले हत्या र बलात्कारको स्वीकार गरिसकेका छन्। तसर्थ सोधपुछको लागि म चौकी जान तयारी गरिरहेको छु। हजुर पनि आउनु होला है। थ्याङ्क यू। लो, हत्या कबुल पत्रमा यहाँ हस्ताक्षर गर्नु। ब्लड अहिले पनि बगिरहेको छ। यसको मतलब घटना भर्खरै भएको यकिन गर्न सकिन्छ सर। इन्सपेक्टर खड्का, तपाईँ उहाँलाई चिन्नुहुन्छ? नो सर। हेलो, जय नेपाल सर। जयनेपाल बिहानै फोन गरेँ। सरी फर द डिस्टर्बेन्स। नेभर माइन्ड सर। हामीले सविता केसको इन्भेस्टिगेसनलाई केही दिनको लागि रोक्ने निर्णय गरेका छौँ। किन सर? अनुसन्धानमा केही समस्या भए हामी सहयोग गर्न तयार छौँ। होइन होइन, त्यस्तो होइन। अहिले अनुसन्धानका ढोकाहरू पनि सबै बन्द भइसकेका छन्। जुन बाटोबाट हामी अपराधीसँग पुग्ने अपेक्षा गरेका थियौँ, ड्राइभरको हत्यापछि त्यो पनि विफल भएको छ।
त्यसैले यो इन्भेस्टिगेसन हामी पोस्टपोन गर्न लागिरहेका छौँ। केही समयपछि केही प्रमाणको साथमा यसलाई फेरि हामी अघि बढाउनेछौँ, तर त्यतिखेर हामी तपाईँको साथको पनि अपेक्षा गर्दछौँ। स्योर सर, मेरो ठाउँबाट गर्न सक्ने सहयोग म गर्न तयार छु। थ्याङ्क यू सो मच। हेलो, इन्सपेक्टर खड्कालाई तिमी सिकाउने काम नगर। त्यहीभन्दा ठुलाहरू मसँग ट्युसन पढ्ने आउने गर्दछन्। यदि मेरो ठाउँमा अरू कोही भएको भए तिमी अहिले जेलको चिसो हावा खाएर बसिरहेको हुन्थ्यौ, बुझ्यौ? सिआइबीले सविता केसको फाइलहरू बक्सामा लिएर राजधानी लागिसके।
हल्ला साहब चिया मगाउनुहोस् त। हेलो हो म बोल्दैछु। तारा गाउँमा ड्रग्स र पैसा साटासाट भइरहेको छ, त्यही जानकारी दिनलाई फोन गरेको। तिमी को बोलेको? म यही गाउँको मान्छे। खबरको लागि धन्यवाद। म अहिले नै प्रहरी परिचालन गर्छु। भूमिगत शैलीमा आउनुहोला, नभए यिनीहरू भाग्न सक्छन्। ओके, मलाई लोकेसन देऊ त। के हुँदैछ हौ यहाँ? तपाईँलाई मैले नै फोन गरेको। खै कहाँ हुँदैछ लागु औषधको ओसार पसार? सरी सर, मैले मेरो पर्सनल कामको लागि तपाईँलाई दुःख दिएँ। मेरो ड्राइभिङ लाइसेन्स हरायो, प्रहरी चौकीमा गएर मिसिङ रिपोर्ट लेखाउने हिम्मत नै आएन। यातायात कार्यालयमा गएर प्रतिलिपि लिए भइहाल्यो नि। मलाई मेरो पुरानो लाइसेन्स उपलब्ध गराइदिनु पर्यो। तपाईँ के कति लिनुहुन्छ? म तपाईँलाई उपलब्ध गराउँछु। वाट डु यु मिन? माइसेल्फ रवि थापा। साला, प्रहरीलाई निकम्मा सम्झिन्छस्? पैसाले प्रहरी र कानुन खरिद गरेर हत्या र बलात्कार जस्तो अपराधबाट उन्मुक्ति पाउँछु भनेर तेरो घटिया सोच त्यागिदे। डोन्ट मुभ। तपाईँलाई कति पैसा चाहिन्छ? रिलायन्स इन्सपेक्टर, नेपालमा कति धेरै बलात्कार र हत्याको घटनाहरू भइरहेको छ। के ती सबै अपराधीहरू कानुनको कठघरामा पुग्छन्? यो एउटा केसको अपराधीले उन्मुक्ति पाउँदा के बिग्रिन्छ? पैसा लिनुहोस्, के कति लिनुहुन्छ? म दिन तयार छु, तर यो केस यहीँ समाप्त गर्नुपर्छ। अहिलेसम्म यो केसको अपराधी म हो भनेर मात्र तपाईँलाई थाहा छ। त्यसैले पैसा लिनुहोस्, यो केस यहीँ डिस्मिस गरौँ। यसमा मलाई पनि फाइदा छ, तपाईँलाई पनि फाइदा छ। तिमी पैसा लिएर मेरो घर आऊ। निकै तनावमा देख्छु नि इन्सपेक्टर खड्का। म युवा राजनीतिकर्मी, त्यो मेरो राजनीतिक क्षेत्र हो। त्यहाँ घटना घटेको एक महिना भइसक्यो, अझैसम्म पनि अपराधी समातिएको छैन। यदि अपराधीको खोजी गर्न सक्नुहुन्न भने राजीनामा दिनुहोस्। हाम्रो पार्टीले 3 दिनमा अपराधी सार्वजनिक गर्छ। खड्काजी तपाईँले जानुहोस्, हामी पहिलेदेखि धेरै तनावमा छौँ। हेलो, सविता केसको विषयलाई लिएर माथिबाट ठुलो दबाब आइरहेको छ। यो केसले गर्दा म केही दिनदेखि धेरै तनावमा गइरहेछु। मैले केसको इन्भेस्टिगेसनको जिम्मा सिआइबीलाई दिने निर्णय गरेँ। यसो गर्दा हामीलाई अप्ठ्यारो त पर्दैन? यो हाम्रो लागि सेफ डेस्टिनेसन हो। के गरौँ त? म यो केसको कारण नेपाल प्रहरीबाट राजीनामा दिन पनि त सक्दिनँ। चिन्ता नगर्नुहोस्, सिआइबीको टिमलाई म त्यस्तो प्रमाणहरू मात्रै उपलब्ध गराउँछु जसले हामीलाई अप्ठ्यारो नपरोस्।